हेलो गाइज, तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजको दिन भनेको 2083 सालको पहिलो दिन हो। 2023 को अरे कहना क्या चाहते हो? पहिलो दिनमा मैले आज फर्स्ट न्यू भ्लग अपलोड गर्दैछु। कृपया मलाई लाइक शेयर सब्सक्राइब गरेर सबैले मन पराइदिनु होला। हामी अब सबै फ्यामिली मिलेर दिदी म मम्मी बाबा मिलेर हामी बासेचोरी घुम्न जान आँटेछु। तो चलिए शुरू करते हैं। सो गाइज, म चाहिँ रेडी भइसकेँ। Oh my God! Wow! अब मम्मी दिदी सबै रेडी भइसक्यो र बाबा मात्रै रेडी हुन बाँकी छ। हामी जाने बाइक चाहिँ रेडी भइसकेको छ, बाइकहरू। अब हाम्रो अर्को स्कुटी पनि रेडी भइसक्यो जानको लागि। दिदीले स्कुटी झिक्दैछ, उता मम्मी बसिरहनु भएको छ, बाबा लुगा लाउनुहुँदैछ। यहाँ पे क्या हो रहा है? चाहिँ ढोकामा ताला लगाउनु हुँदैछ। बाबा रेडी भइसक्नु भएको छ। मम्मी एक दुई शब्द के जाओस् र अब हामी घुम्न हिँडेको। दिदीको एउटा शब्द। हाई, म पनि रेडी भइसकेँ। यो चाहिँ हाम्रो बाबा हुन्छ रेडी भइसक्नु भएको छ। एउटा केही शब्द बोलिदिनु बा। मेरो छोराको युट्युब सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु सब्सक्राइब गरिदिनु हजुर, यति मायाले साथ सपोर्टले। गाइज, अब मेरो पनि रेडी भइसक्यो। अब हामी पनि जानको लागि तयार हुँदैछु। गाडी साडी रेडी हुँदैछ, स्टार्ट गर्दैछु गाडी। स्टार्ट पनि हुँदैन, के भएको? यो यो गइसकेको छु। मम्मी बाबाले कहाँ छोडिसक्नु भयो हामीलाई? हामी नयाँ खालको बाटो गएको है। ओ त्यहाँ फर्किरहनु भएको रहेछ। जम जम जम, लेट्स गो। यसैले अचानक रोक्यो कि, अनि यहाँनिर के भने हामीले एउटा वाच भेट्यौँ क्या। आई डोन्ट नो कसको वाच हो। आई थिङ्क इट्स एप्पल वाच त होइन। हेरौँ न, पक्न कसको वाच हो थाहा छैन कसको हो, तर अचानक कुदेर आयो। मैले एउटा घडी भेटाएको छु, कसको हो? यदि तपाईँहरूले चिन्नुहुन्छ भने भन्नुहोस्। यस्तो खालको छ। हामी कोही कन्ट्याक्टमा आउनु भने दिन्छौँ। ओके, कसको हो पनि जाऊँ। कस्तो अप्ठ्यारो बाटो हो, कच्ची बाटो रहेछ। अच्छा। मम्मी आवाजै आएको छैन तेरो, बोल न, भन्। खोइ कसको हामीले बाटो भेटेको यहाँ। भन् न। यहाँ ल्याउनु त, यहाँनिर नम्बर रहेछ कि। अहिले उहाँ उत्रेपछि नम्बरमा कल गरेर भनिदिउँ न। भन्नुपर्छ। त्यसमा चाहिँ नम्बर छ क्या, कसको नम्बर हो पनि। अब हामी चाहिँ अहिले बाइकबाट स्कुटरबाट उत्रेपछि भन्छौँ कसको हो तपाईँको, हामीले भेटेको छौँ भनेर भन्छौँ। हेर्नु कति राम्रो भ्यू छ। यो चाहिँ बक्रा पुल भन्छ यसलाई। राम्रो कति राम्रो भ्यू छ। हामी यहाँनिर बक्रा पुल आइपुगेका छौँ। यस बाटो चाहिँ सुलुवाला आयो है, सहीवाला बाटो आएको छ। ओके अब फेरि बाटो यस्तै आयो भने बाबा चाहिँ गाडी भन्छ।
अब साथी भेटेर फेरि हामीले ब्रेक लाउनु पर्ने भएको छ। हामी अहिले मेन रोडमा आयौँ। अब यहाँदेखि त मम्मी कुदाउनु चाहिँ अहिले कुदाउँदैन। ड्राइभर चेन्ज। अपन तो पीछे बैठेगा। ओके ड्राइभर चेन्ज। जे बाँसेचौरी क्यान्सल भएर सिमसार आएको छौँ। अब त्यस्तै कारणवश टाढा पनि भयो, बाँसेचौरी टाढा पनि रहेछ। अनि हामी चाहिँ सिमसार आएको छौँ सबैजना। हेर्नु होला सिमसार। टिकट काट्ने ठाउँ चाहिँ यहाँनिर रहेछ। हाम्रो मम्मी टिकट काट्नु हुँदैछ त्यहाँनिर। अनि हाम्रो बाबा त्यहाँनिर बसिरहनु। आइपुगेपछि हामीले ठुलो बाबालाई पनि भेटाइयो। ठुलो बाबा पनि प्यासेन्जर लिएर आउनु भएको रहेछ। हामी चाहिँ घुम्न भनेर आएको। सिमसारको टिकट चाहिँ यस्तो हुँदो रहेछ गाइस, 30 रुपियाँ पर्छ। अब हामी इन्टर गर्न गइरहेको छौँ। ठुलो बाबालाई केही शब्द बोल्नु लाग्यो। ठुलो बाबाले केही शब्द बोल्नु छ। शब्द एकदम रमाइलो छ, राम्रो छ, आउनु होला, घुम्नु होला, ओके त्यति नै भन्न चाहन्छु। टिकट चाहिँ यहाँ मसँग छ। टिकट दिन अगाडि गएर आउँछ। मोटरसाइकल खोइ मोटरसाइकल उता कहाँ छ? मोटरसाइकल गाड्नुपर्छ। Oh shit. Here we go again. हामी चाहिँ इन्टर गरिसकेको छौँ भित्र सिमसारभित्र। यहाँनिर चाहिँ यस्तो खेल्ने ठाउँहरू पनि रहेछ। खेल्ने कुराहरू पनि छ, खाने कुरा यहाँ चटपटे पानीपुरी। खेल्न पो मन लाग्यो त। हेर्नु यस्तो यो चिप्लेटी है, खेल्न मलाई मन लागेको चिप्लेटी चाहिँ यो। म खेल्न जानु पर्यो ल। पछि यो चिप्लेटी साथीहरू कहिले खेल्दिनँ यो चिप्लेटी। यति साह्रो दुःख हो नि मलाई चाक। आम्मा कहिले पनि खेल्दिनँ यो चिप्लेटी म। यहाँ चाहिँ बसिरहनु भएको छ। म सके जति दिन्छु। अब हामी चाहिँ मासु पोल्ने ठाउँमा जाँदैछौँ। राम्रो रहेछ तर भिड रहेछ। भिड साह्रै भिड रहेछ। यहाँ त खोला के हो यो? पानी त पानी। सिमसारमा यी खोइ त्यो 10 रुपियाँ दिन्थ्यो म है। ठिकै मलाई चाहिँ हेल्प गर्न मन लाग्छ। मैले सके जति गरिदिएको छु। मसँग अब मैले जति सक्छु त्यति गरेको छु। सहयोग भनेको अब आफूसँग जति हुन्छ त्यतिले गर्नुपर्छ। धेरै खान्थ्यौँ मालपा पनि रहेछ यहाँ। के मालपुवा डल्ला डल्लो अहिले खानुपर्छ। मङ्गलबारेको सिमसार होइन यो? की दुकान। साथी हेर्नु यहाँ त गनहरू पुलिसले लाने पनि रहेछ। अब पुलिसले समात्ने हतकडीहरू सबै छ।
अर्को चिज साथीहरू के हो भने यी जोकरको मास्क यस्तो रहेछ ए बन्दुक त यहाँनिर कति हो कति बन्दुक त यहाँ कति हो कति यो बेलुन सुँगुरको मासु काट्ने ठाउँ पनि छ पोल्ने ठाउँ भित्र चाहिँ राम्रै रहेछ ठाउँ बसेर खानको लागि म पनि आइसकेको छु भित्र यहाँ हामी चाहिँ यहाँ बसेर खाने है अब बाबाले अर्डर गर्नुहुँदैछ यहाँनिर हामीले चाहिँ यहाँनिर मासु अर्डर गरेको छौँ कसरी पकाउनु हुँदो रहेछ हेरौँ हामीले कसरी पोलिन्छ यहाँनिर मासु म पर पुगेर तपाईँहरूलाई देखाउँछु ल पर छ गीत चाहिँ साथीहरू डेन्जर बज्दैछ है यहाँनिर बोलेको हेर्नु होला म चाहिँ उतापट्टि यता यता भ्लग बनाउँदै गएको थिएँ सबैतिर मैले देखाएको छु यता त सबैजना बसिसक्नु भएछ म पनि आएँ अब म पनि बस्छु अब यो घडी अघि हामीले 35 वर्षको मान्छेको रहेछ केटाको अब हामी फोन गर्छौँ ठुलो ठाउँमा चाहिँ बसेछु धेरै मान्छे के भयो खै उठेन फोनै उठेन फोन उठेन हेलो हजुर यहाँ तपाईँ यो के भन्छ यो के बेला स्मार्ट वाच भेटेको छौँ कि हामीले यहाँ एउटा बाटोमा स्मार्ट वाच भेटेको थियौँ कि हामीले त्यसमा यो तपाईँको नम्बर रहेछ यो कसको हो भनेर नि यो मधुमला रोडमा बाटोमा झरेको थियो कि त्यस भेटेको अब यो नम्बर समर केही छैन त्यो यो यसमा कल लग्समा हेर्दाखेरि तपाईँको नम्बर रहेछ अनि यो नम्बरमा गर्दा कोही चिनेको मान्छेको छ कि भनेर नि तपाईँले चिनेको मध्येमा कसैको ओरेन्ज कलरको यो फिता भएको कसको स्मार्ट वाच हराएको छ भने यही नम्बरमा कल गर्नु नि त हुन्छ बुझेर गर्नु न हामीले अघि भेटाएको घडीमा चाहिँ कारको गेम पनि रहेछ कसरी खेल्ने हो हाम्रो चटपटे आइसकेको छ किलो धेरै चाहिँ एक बडी कार आइसक्यो मिटर
चौथी हामी घर गएको अच्छा बाई बाई ल म फाइनली घर आइपुगेको छु। अब आजको भिडियो यतिमै एन्ड गर्न चाहन्छु। सबैलाई ह्याप्पी न्यू इयर। मेरो भिडियो लाइक, सेयर, सब्सक्राइब कस्तो छ कमेन्ट गरिदिनु होला।